नमस्ते सबैजनालाई म सुशील भुसाल नयाँ पाठशालामा स्वागत गर्न चाहन्छु। आजको क्लासमा विशेष गरी म्यानेजमेन्ट तर्फका स्टुडेन्टहरुको लागि विशेष क्लास हो। आजको क्लासमा हामीले क्लास 12 को कम्प्युटराइज अकाउन्टिङ सिस्टम एन्ड अकाउन्टिङ सफ्टवेयरको बारेमा विशेष चर्चा गर्ने छौं र यस च्याप्टरमा एनईबीले सोध्ने क्वेशन नम्बर 8 र क्वेशन नम्बर 19 गरी टोटल 6 मार्क्स को कभर गर्ने प्रयास गर्ने छौं। ल सुरु गरौं। व्हाट इज कम्प्युटराइज अकाउन्टिङ सिस्टम? कम्प्युटराइज अकाउन्टिङ सिस्टम भनेको के हो? कम्प्युटराइज अकाउन्टिङ सिस्टम भनेको वित्तीय कारोबारहरूलाई कम्प्युटरको माध्यमबाट राख्ने विधि हो। All the income, expenditure and other financial statement will be recorded in computer system is called computerized accounting system। अर्थात व्यवसायको सम्पूर्ण आय व्ययहरूको जानकारी कम्प्युटरको माध्यमबाट राख्ने विधिलाई कम्प्युटराइज लेखाविधि भनिन्छ। कम्प्युटराइज लेखाविधिमा सबै वित्तीय कारोबारहरूलाई लेखा सफ्टवेयरको माध्यमबाट कम्प्युटरमा अभिलेख गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने कार्य गरिन्छ। नेक्स्ट क्वेशन, व्हाट इज अकाउन्टिङ सफ्टवेयर? अकाउन्टिङ सफ्टवेयर भनेको के हो? अकाउन्टिङ सफ्टवेयर भनेको लेखाका कार्यहरू स्वचालित रूपमा गर्ने कम्प्युटर प्रोग्राम हो। अकाउन्टिङ सफ्टवेयर इज अ कम्प्युटर प्रोग्राम automatically perform a business accounting task। अर्थात लेखा सफ्टवेयर भन्नाले लेखा सम्बन्धी कार्यहरू स्वचालित रूपमा गर्ने कम्प्युटर प्रोग्रामलाई जनाउँदछ। लेखा सफ्टवेयरले गर्ने कामबाट समयको बचत हुन्छ र लेखा राख्दा शुद्धता पनि कायम हुन्छ। नेक्स्ट क्वेशन, व्हाट इज अकाउन्ट मास्टर? अकाउन्ट मास्टर भनेको के हो? अकाउन्ट मास्टर भनेको अकाउन्ट पढाउने मास्टर भने होइन। अकाउन्ट मास्टर आर द स्ट्रक्चर एन्ड कन्टेन्ट अफ एन अकाउन्टिङ एन्ड इन्भेन्टरी डेटा। इट प्रोवाइड्स द बेसिक फ्रेमवर्क फर रेकर्डिङ एन्ड अर्गनाइजिङ फाइनेन्शियल डाटा। अर्थात अकाउन्ट मास्टर भनेको लेखा र भण्डारण तथ्याङ्कहरूको संरचना र सामग्री हो। यसले वित्तीय तथ्याङ्कहरूलाई अभिलेख गर्ने र व्यवस्थित गर्ने आधारभूत ढाँचा प्रदान गर्दछ। नेक्स्ट क्वेशन, व्हाट इज बारकोड? बारकोड भनेको के हो? बारकोड भनेको मेसिनले पढ्न सक्ने कोड हो। इट इज अ मेसिन रिडेबल कोड printed on a product in a form of digit and a pattern of parallel lines। अर्थात बारकोड भनेको मेसिनले पढ्न सक्ने कोड हो जुन उत्पादनमा अंक र समानान्तर रेखाहरूको ढाँचामा छापिएको हुन्छ। नेक्स्ट क्वेशन, व्हाट इज सोर्स कोड? सोर्स कोड भनेको के हो? सोर्स कोड भनेको मानिसले पढ्न सक्ने र बुझ्न सक्ने तर कम्प्युटरले चलाउन नसक्ने कोड हो। सोर्स कोड इज अ कोड रिटन बाइ अ प्रोग्रामर इन अ हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज दैट इज रीडेबल बाइ ह्युमन्स बट नट डाइरेक्टली एक्जिक्युटेबल बाइ कम्प्युटर्स। अर्थात स्रोत कोड भनेको प्रोग्रामरले उच्च स्तरको प्रोग्रामिङ भाषामा लेखेको कोड हो जुन मानिसले पढ्न र बुझ्न सक्ने तर कम्प्युटरले सिधै चलाउन नसक्ने हुन्छ। नेक्स्ट क्वेशन, व्हाट इज पेरोल शीट? पेरोल शीट भनेको के हो? पेरोल शीट भनेको ज्याला शीट हो। इट इज अ वेज शीट used to calculate and distribute the wages and salaries of employees department wise। अर्थात पेरोल शीट एउटा ज्याला पाना हो जसको प्रयोग कर्मचारीहरूको तलब र ज्याला विभाग अनुसार गणना र वितरण गर्न सकिन्छ। नेक्स्ट क्वेशन, व्हाट इज सफ्टवेयर प्याकेज? सफ्टवेयर प्याकेज भनेको के हो? सफ्टवेयर प्याकेज भनेको कम्प्युटरको मेमोरीमा भण्डारण गरिएका कागजातहरूको समूह हो। अ सफ्टवेयर प्याकेज इज अ सेट अफ प्रोग्राम, प्रोसिड्युर्स, रुल्स एन्ड रिलेटेड डकुमेन्टेसन stored in a computer memory that enables the computer to perform specific tasks। अर्थात सफ्टवेयर प्याकेज भनेको
कम्प्युटरको मेमोरीमा भण्डारण गरिएका कार्यक्रमहरू, प्रक्रियाहरू, नियमहरू र सम्बन्धित कागजातहरूको समूह हो जसले कम्प्युटरलाई विशिष्ट कार्यहरू गर्न सक्षम बनाउँछ। नेक्स्ट क्वेशन, व्हाट इज डाटा स्टोरेज? डाटा स्टोरेज भनेको के हो? डाटा स्टोरेज भनेको डिजिटल जानकारीलाई भण्डारण माध्यममा सुरक्षित राख्ने प्रक्रिया हो। डाटा स्टोरेज रिफर टू द प्रोसेस of saving digital information in a storage medium so that it can be accessed and used later when required. Storage can be hard disk, SSD, pen drive, cloud, etc. अर्थात डाटा स्टोरेज भनेको डिजिटल जानकारीहरूलाई भण्डारण माध्यममा सुरक्षित राख्ने प्रक्रियालाई जनाउँदछ जसलाई पछि आवश्यक पर्दा पुनः प्राप्त गरी प्रयोग गर्न सकिन्छ। भण्डारण हार्ड डिस्क, एसएसडी, पेन ड्राइभ, क्लाउड आदिमा गर्न सकिन्छ। नेक्स्ट क्वेशन, एक्सप्लेन द फीचर्स अफ कम्प्युटराइज अकाउन्टिङ सिस्टम। कम्प्युटराइज अकाउन्टिङ सिस्टमका विशेषताहरू के हुन्? कम्प्युटराइज अकाउन्टिङ सिस्टमका विशेषताहरू यस प्रकार छन्। कम्प्युटराइज अकाउन्टिङ सिस्टमको पहिलो विशेषता हो स्पीड अर्थात गति। कम्प्युटरले गणितीय गणना उच्च गतिमा गर्ने गर्दछ। कम्प्युटर परफॉर्म मैथमेटिकल कैलकुलेशन एट हाई स्पीड विथ एक्यूरेसी। इन कम्प्युटर सिस्टम न्यूमरियस इंस्ट्रक्शन कैन बी प्रोसीड इन अ मैटर अफ सेकेंड्स। कम्प्युटरले गणितीय गणना उच्च गतिका साथ शुद्ध रूपमा गर्दछ। कम्प्युटर प्रणालीमा 1 सेकेन्डमा कैयौं मात्रामा निर्देशनहरू प्रशोधन गर्न सकिन्छ। कम्प्युटराइज अकाउन्टिङ सिस्टमको दोस्रो महत्त्वपूर्ण विशेषता हो भर्साटिलिटी अर्थात बहुमुखी। भर्साटिलिटी भनेको धेरै किसिमका कामहरू एकै पटक गर्न सक्नु भन्ने हुन्छ। भर्साटिलिटी रिफर्स टु द कम्प्युटर्स एबिलिटी टु परफॉर्म अ भेरियस टास्क्स। द कम्प्युटर सिस्टम क्यान accomplish any task without difficulty in a short period of time। अर्थात बहुमुखी कार्यले कम्प्युटरको विभिन्न कार्य गर्न सक्ने क्षमतालाई जनाउँदछ। कम्प्युटर प्रणालीले थोरै समयमा कुनै पनि कठिनाइहरू बिना सम्पन्न गर्न सक्दछ। एक्युरेसी। कम्प्युटराइज अकाउन्टिङ सिस्टमको तेस्रो महत्त्वपूर्ण विशेषता हो एक्युरेसी अर्थात शुद्धता। एक्युरेसी भनेको कुनै गल्ती नगरिकन परिणाम दिन सक्ने भन्ने हुन्छ। द कम्प्युटर प्रोवाइड्स रिजल्ट विदाउट मेकिङ एनी मिस्टेक्स बेस्ड ऑन द इन्फर्मेसन। इट अलवेज गिव्स द करेक्ट आउटपुट आफ्टर इन्टरिङ इन्फर्मेसन अर इंस्ट्रक्शन। अर्थात कम्प्युटरले प्राप्त गरेको जानकारी र निर्देशनको आधारमा कुनै गल्ती नगरी परिणाम दिन्छ। यसले जानकारी वा निर्देशन प्रविष्टि गरिसकेपछि सधैं सही परिणाम दिन्छ। रिलायबिलिटी। कम्प्युटराइज अकाउन्टिङ सिस्टमको चौथो महत्त्वपूर्ण विशेषता हो रिलायबिलिटी अर्थात विश्वसनीयता। रिलायबिलिटीले रिजल्टलाई विश्वास गर्न सकिन्छ भन्ने अर्थ दिन्छ। कम्प्युटर क्यान प्रोवाइड रिजल्ट विदाउट मेकिङ एनी मिस्टेक्स एट एनी टाइम। Therefore, results done by computer are reliable। अर्थात कम्प्युटरले हरेक समयमा कुनै गल्ती नगरी रिजल्ट दिन सक्छ तसर्थ कम्प्युटरद्वारा गरिएका नतिजा विश्वसनीयता हुन्छ। डिलिजेन्स। कम्प्युटर अकाउन्टिङ सिस्टमको पाँचौं महत्त्वपूर्ण विशेषता हो डिलिजेन्स अर्थात लगनशीलता। डिलिजेन्सले ध्यानपूर्वक निरन्तर र त्रुटि बिना काम गर्ने कुरालाई जनाउँदछ। डिलिजेन्स means careful and consistent effort in performing tasks without mistakes। In computerized accounting, it ensures accuracy and reliability because once data is entered correctly, the system processes it without negligence। अर्थात लगनशीलता भन्नाले ध्यानपूर्वक निरन्तर र बिना त्रुटि काम गर्ने गुणलाई जनाउँदछ। कम्प्युटराइज लेखा प्रणालीमा एक पटक सही विवरण प्रविष्टि गरिसकेपछि
प्रणालीले त्रुटि नगरी विश्वसनीयता र शुद्ध परिमाण उल्लेख गराउँदछ। यसरी कम्प्युटराइज अकाउन्टिङ सिस्टमका 5 वटा महत्त्वपूर्ण विशेषताहरू लेख्न सकिनेछ। नेक्स्ट, explain the importance and advantage of computerized accounting system. Computerized accounting system का महत्त्व र फाइदाहरू उल्लेख गर्नुहोस्। कम्प्युटर अकाउन्टिङ सिस्टम का महत्त्वहरू तथा फाइदाहरू जे भने पनि यस प्रकार छन्। नम्बर 1, हाई स्पीड अर्थात् उच्च गति। हाई स्पीड को अर्थ जटिल काम छोटो समयमा गर्ने भन्नु हो। The computer can be perform complex tasks in a short period. It saves time and cost. अर्थात् कम्प्युटरले छोटो समयमा डिजिटल कार्य गर्न सक्दछ। अर्थात् कम्प्युटरले छोटो समयमा जटिल काम गर्न सक्दछ। यसले समय र लागतको बचत गर्दछ। रिलायबिलिटी कम्प्युटर अकाउन्टिङ सिस्टमको दोस्रो महत्त्व अथवा फाइदा रिलायबिलिटी अर्थात् विश्वसनीयता हो। रिलायबिलिटी भनेको भरोसा योग्य हुनु हो। रिलायबिलिटी means the ability of the system to provide accurate, consistent and trustworthy result. The result obtained by computer are more reliable than human beings. अर्थात् विश्वसनीयता भन्नाले प्रणालीले दिएको नतिजा सधैँ शुद्ध, एकरूपता र भरोसा योग्य हुने गुणलाई जनाउँदछ। कम्प्युटरबाट प्राप्त गरेको नतिजा मानिसले सम्पादन गरेको नतिजा भन्दा बढी विश्वसनीयता हुन्छ। अकुरेसी कम्प्युटराइज अकाउन्टिङ सिस्टमको तेस्रो महत्त्व अथवा फाइदा अकुरेसी अर्थात् शुद्धता हो। अकुरेसीले तथ्याङ्कमा शुद्धता हुनुपर्छ भन्दछ। A computerized accounting system ensures accuracy by reducing errors and processing data correctly. कम्प्युटराइज लेखा प्रणालीले त्रुटि घटाई तथ्याङ्कहरूलाई सही रूपमा प्रक्रिया गरेर सुनिश्चित र शुद्धता प्रदान गर्दछ। भर्साटिलिटी कम्प्युटराइज अकाउन्टिङ सिस्टमको चौथो महत्त्व अथवा फाइदा हो भर्साटिलिटी अर्थात् बहुमुखी। भर्साटिलिटीले विभिन्न काम एकै पटक गर्न सक्ने क्षमतालाई जनाउँदछ। Versatility refers to the computer's ability to perform a various tasks. It capable of being using in any area like business, industries, communication and so on. अर्थात् बहुमुखी कार्यले कम्प्युटरको विभिन्न कार्य एकै पटक गर्न सक्ने क्षमतालाई जनाउँदछ। जस्तै व्यवसाय, उद्योग, सञ्चार आदि कुनै पनि क्षेत्रमा काम गर्न कम्प्युटर सक्षम हुन्छ। नेक्स्ट, स्टोरेज कम्प्युटराइज अकाउन्टिङ सिस्टमको पाँचौं महत्त्व अथवा फाइदा स्टोरेज अर्थात् भण्डारण हो। स्टोरेजले भण्डारण गर्ने क्षमतालाई जनाउँदछ। A company ability to store data is very critical. Data can be stored fast in a computerized system. Once information is entered into the system, it can be stored without loss or damage. अर्थात् कम्प्युटरको तथ्याङ्क भण्डारण गर्ने क्षमता अत्यन्तै महत्त्वपूर्ण हुन्छ। कम्प्युटराइज अकाउन्टिङ सिस्टममा तथ्याङ्क छिटो र प्रभावकारी रूपमा भण्डारण गर्न सकिन्छ। एक पटक जानकारीहरूलाई प्रविष्टि गरिसके पछाडि यो अनिश्चित कालसम्म सुरक्षित रहन्छ। यसरी कम्प्युटराइज अकाउन्टिङ सिस्टमका 5 वटा महत्त्व अथवा फाइदा लेख्न सकिनेछ। नेक्स्ट, एक्सप्लेन द एलिमेन्ट्स अफ कम्प्युटराइज अकाउन्टिङ सिस्टम। कम्प्युटराइज अकाउन्टिङ सिस्टमका तत्त्वहरू व्याख्या गर्नुहोस् भनेको छ। कम्प्युटराइज अकाउन्टिङ सिस्टमका तत्त्वहरू यस प्रकार छन्। नम्बर 1, हार्डवेयर। हार्डवेयर भनेको कम्प्युटर प्रणालीका भौतिक अङ्गहरू हुन् जसलाई छुन र हेर्न सकिन्छ। हार्डवेयर रिफर टु द फिजिकल कम्पोनेन्ट्स अफ अ कम्प्युटर सिस्टम that we can touch and see. These include devices like CPU, monitor, keyboard, mouse, printer, hard disk, motherboards, etc. Hardware is essential because it performs the actual operation and support software function. अर्थात् हार्डवेयर भनेको
कम्प्युटर प्रणालीका भौतिक अङ्गहरू हुन् जसलाई छुन र हेर्न सकिन्छ। यसमा सीपीयू, मनिटर, कीबोर्ड, माउस, प्रिन्टर, हार्ड डिस्क, मदरबोर्ड आदि समावेश हुन्छन्। हार्डवेयर बिना सफ्टवेयरको काम गर्न सक्ने क्षमता हुँदैन। नेक्स्ट, सफ्टवेयर। कम्प्युटराइज अकाउन्टिङ सिस्टमको दोस्रो महत्त्वपूर्ण तत्त्व हो सफ्टवेयर। सफ्टवेयर कम्प्युटर प्रोग्रामहरूको संग्रह हो। सफ्टवेयर इज द कलेक्सन अफ प्रोग्राम्स दैट वर्क्स विथ हार्डवेयर। ऑपरेटिंग सिस्टम, एप्लीकेशन सॉफ्टवेयर, सिस्टम सॉफ्टवेयर etc आर द एग्जाम्पल अफ कम्प्युटर सफ्टवेयर। सफ्टवेयर कम्प्युटर प्रोग्रामको संग्रह हो। यसले हार्डवेयरसँग मिलेर काम गर्दछ। ऑपरेटिंग सिस्टम, एप्लीकेशन सफ्टवेयर, सिस्टम सफ्टवेयर आदि सफ्टवेयरका उदाहरणहरू हुन्। पीपल। कम्प्युटराइज अकाउन्टिङ सिस्टमको तेस्रो महत्त्वपूर्ण तत्त्व हो पीपल अर्थात् व्यक्ति। व्यक्तिले नै कम्प्युटरसँग अन्तर्क्रिया गर्ने हो। द पर्सन इज द वन हु इन्टरेक्ट्स विथ द कम्प्युटर। Therefore, the person is called the live wire of the computer system in this context. अर्थात् व्यक्तिले नै कम्प्युटरसँग अन्तर्क्रिया गर्दछन्। त्यसकारण व्यक्तिलाई यो सन्दर्भमा कम्प्युटर प्रणालीका लाइभ वेयर भनिन्छ। प्रोसिड्युर। कम्प्युटराइज अकाउन्टिङ सिस्टमको चौथो महत्त्वपूर्ण तत्त्व प्रोसिड्युर हो अर्थात् विधि। कम्प्युटराइज अकाउन्टिङ सिस्टमले लेखाका कार्यहरू गर्दा केही निश्चित प्रक्रियाहरूलाई पूरा गर्नुपर्छ। A computerized accounting system must follow certain procedure when performing accounting tasks. Procedure refer to the set of methods, rules or steps flow to the process and manage financial data. Computerized लेखा प्रणालीले लेखा कार्यहरू गर्दा केही निश्चित प्रक्रियाहरू पूरा गर्नु पर्दछ। प्रक्रिया भन्नाले वित्तीय तथ्याङ्कहरूलाई व्यवस्थित गर्न अपनाइने विधिहरू, नियमहरू, कदमहरू आदि हुन्। कम्प्युटराइज अकाउन्टिङ सिस्टमको पाँचौं महत्त्वपूर्ण तत्त्व डेटा हो अर्थात् तथ्याङ्क। डेटा भन्नाले कम्प्युटरमा प्रविष्टि गरिने आँकडा हो। Fact and figure entered into a computer system are called data. It is made of numbers, letters, charts, diagrams and other elements. कम्प्युटर प्रणालीमा प्रविष्ट गरिने तथ्य र आँकडाहरूलाई नै तथ्याङ्क भनिन्छ। यो संख्या, अक्षर, चार्ट, रेखाचित्र र अन्य तत्त्व मिलेर बनेको हुन्छ। यसरी कम्प्युटराइज अकाउन्टिङ सिस्टमका पाँचवटा तत्त्व लेख्न सकिन्छ। Explain the application of computerized accounting system. प्रश्नमा कम्प्युटराइज अकाउन्टिङ सिस्टममा कम्प्युटरको प्रयोग किन गरिन्छ भन्न खोजेको छ। लेखा प्रणालीमा कम्प्युटरको प्रयोग मुख्यतया निम्न कार्यको लागि गरिन्छ। नम्बर 1, मेन्टेनिङ अकाउन्टिङ रेकर्ड अर्थात् व्यवसायको लेखा अभिलेख राख्न। द कम्प्युटर सिस्टम हेल्प्स टु रेकर्ड अकाउन्टिङ डाटा। Under the company's accounting records, purchase, sales, expenses, income, etc. are accounted for using a computer. Computerized accounting system ले लेखा सम्बन्धी तथ्याङ्कहरूको अभिलेख राख्न सहज बनाएको छ। व्यवसायको लेखा अभिलेख अन्तर्गत खरिद, बिक्री, खर्चहरू, आम्दानीहरू इत्यादिको लेखा कम्प्युटर माध्यमबाट गरिन्छ। इन्भेन्ट्री मैनेजमेंट अर्थात मोजदात व्यवस्थापन। A computer can track inventory level, purchase order and sales record in real time using accounting software. This means all data is updated immediately and providing up-to-date information for decision making. अर्थात कम्प्युटर लेखा सफ्टवेयर को प्रयोग गरेर मोजदात स्तर, खरिद आदेश र बिक्री अभिलेखलाई वास्तविक समयमा ट्र्याक गर्न सकिन्छ। यसको अर्थ कारोबारहरूको विवरण तुरुन्त अपडेट हुन्छ र निर्णय लिनको लागि जानकारी उपलब्ध हुन्छ। रिपोर्ट जेनरेसन अर्थात रिपोर्ट तयार गर्न।
Computer automatically prepare financial statement like trial balance, profit and loss account, balance sheet and cash flow statements. कम्प्युटरले स्वचालित रूपमा सञ्चालन परीक्षण, नाफा नोक्सान खाता, वासरात, नगद प्रवाह विवरण, नगद प्रवाह विवरण जस्ता आर्थिक विवरणहरूलाई तयार गर्दछ। नम्बर 4 पेरोल अकाउन्टिङ अर्थात तलबी अभिलेख। The computers helps to prepare details of the total payable amount worked by the employees and laborers। अर्थात कम्प्युटरले कर्मचारी तथा कामदारहरूले काम गरेको आधारमा कुल पाउनु पर्ने ज्याला रकम सम्बन्धी विवरण तयार पार्न सहयोग गर्दछ। नेक्स्ट टैक्सेशन। टैक्सेशन अर्थात कर गणना। The use of computer is to calculate various income tax, VAT and other tax as well as depositing them in the government's account। कम्प्युटर को प्रयोग विभिन्न आयकर, मूल्य अभिवृद्धि कर र अन्य करहरूको गणना गर्न र सरकारको खातामा जम्मा गर्ने कार्य सम्पन्न गर्न समेत गरिन्छ। यसरी कम्प्युटराइज अकाउन्टिङ सिस्टमका 5 वटा प्रयोग लेख्न सकिनेछ। एक्सप्लेन द लिमिटेसन अफ कम्प्युटराइज अकाउन्टिङ सिस्टम। कम्प्युटराइज अकाउन्टिङ सिस्टमका सीमाहरू व्याख्या गर्नुहोस्। कम्प्युटराइज अकाउन्टिङ सिस्टमका सीमाहरू र अकाउन्टिङ सफ्टवेयरका सीमाहरू एउटै लेख्न सकिन्छ, विचार गर्नुहोला। अर्थात कम्प्युटराइज लेखाविधि वा अकाउन्टिङ सफ्टवेयरका सीमाहरू निम्न अनुसार छन्। नम्बर 1 हाई कस्ट इन्स्टलेसन अर्थात जडानमा अधिक लागत। Accounting system based on accounting software are very expensive. It involves high cost including the initial purchase price, regular operational expenses, annual maintenance fee etc. A small business may find this cost burdensome। लेखा सफ्टवेयरमा आधारित लेखा प्रणाली प्राय महँगो हुन्छ। यसमा सुरुवाती खरिद लागत, नियमित सञ्चालन खर्च, वार्षिक मर्मत शुल्क जस्ता खर्चहरू समावेश हुन्छन्। साना व्यवसायको लागि यी खर्चहरू भारिलो हुन सक्छन्। कस्ट अफ ट्रेनिङ तालिम खर्च। कम्प्लेक्स कम्प्युटराइज अकाउन्टिङ सफ्टवेयर रिक्वायर मोर स्किल अपरेसन व्हिच इन्क्रिज कस्ट। अर्थात जटिल कम्प्युटराइज लेखा सफ्टवेयरको लागि धेरै दक्ष अपरेटरको आवश्यकता पर्छ, जसले लागतलाई वृद्धि गराउँदछ। ल्याक अफ कमन सेन्स व्यवहारिक ज्ञानको अभाव। द कम्प्युटर सिस्टम इज रन बाई अ प्रीडिटरमाइन्ड सेट अफ इन्स्ट्रक्सन। सिन्स अ कम्प्युटर इज अ मेसिन, इट डजन्ट ह्याभ एनी कमन सेन्स। कम्प्युटर प्रणाली पूर्व निर्धारित निर्देशनद्वारा सञ्चालित हुन्छ। कम्प्युटर एउटा मेसिन भएकोले यसमा कुनै व्यवहारिक ज्ञान हुँदैन। ल्याक अफ अन इन्टेलिजेन्स आफ्नै विवेकको अभाव। इफ देयर ह्याभ नो प्री प्रोग्राम द कम्प्युटर आर अनेबल टु थिंक द एक्सन टु परफॉर्म इन अ पार्टिकुलर सिचुएसन। देयरफोर अ कम्प्युटर ल्याक इन्टेलिजेन्स। अर्थात यदि कम्प्युटरमा कुनै प्रोग्राम राखिएको छैन भने कम्प्युटरले कुनै खास परिस्थितिमा काम गर्न सक्दैन। त्यसकारण कम्प्युटरको विवेकको अभाव हुन्छ। ओन्ली एड्स फर डिसिजन मेकिङ निर्णय लिन मात्र सहयोगी। द कम्प्युटर क्यान नट मेक डिसिजन अन इट्स ओन। इट क्यान ओन्ली एसिस्ट इन डिसिजन मेकिङ प्रोसेस बाई प्रोभाइडिङ द नेसेसरी डाटा एन्ड इन्फर्मेसन। अर्थात कम्प्युटरले आफैले निर्णय लिन सक्दैन, यसले आवश्यक तथ्याङ्कहरू तथा जानकारीहरू प्रदान गरी निर्णय प्रक्रियामा सहयोग मात्रै गर्न सक्छ। यसरी कम्प्युटराइज अकाउन्टिङ सिस्टमका 5 वटा लिमिटेसनहरू लेख्न सकिनेछ। एक्सप्लेन द फीचर्स अफ अकाउन्टिङ सफ्टवेयर। लेखा सफ्टवेयरका विशेषताहरू उल्लेख गर्नुहोस् भनेको छ। अकाउन्टिङ सफ्टवेयरका विशेषताहरू निम्न अनुसार छन्। बिलिङ एन्ड इन्भोइसिङ अकाउन्टिङ सफ्टवेयरको पहिलो महत्त्वपूर्ण विशेषता हो बिलिङ एन्ड इन्भोइसिङ अर्थात बिल तथा बीजकको तयारी। अकाउन्टिङ सफ्टवेयर प्रिपेयर्स बिल्स एन्ड इन्भोइस फर फाइनेन्शियल ट्रान्जेक्सन।
such software automatically rewind the bias for payment. अर्थात लेखा विधि सम्बन्धी सफ्टवेयरले वित्तीय कारोबारहरूको बिल तथा बिजकको तयारी गर्दछ। यस्तो सफ्टवेयरले क्रेताले तिर्नुपर्ने बिलको रकम स्वचालित रूपमा क्रेतालाई स्मरण गराउँदछ। बुककीपिङ अकाउन्टिङ सफ्टवेयरको दोस्रो महत्त्वपूर्ण विशेषता हो बुककीपिङ अर्थात लेखा अभिलेख। The accounting software maintain various financial transactions according to the principle of double entry accounting system. अर्थात लेखा सम्बन्धी सफ्टवेयरले व्यवसायले गरेका विभिन्न वित्तीय कारोबारहरूलाई दोहोरो लेखा प्रणालीको सिद्धान्त अनुसार व्यवस्थित तरिकाले राख्दछ। पेरोल प्रोसेसिङ अकाउन्टिङ सफ्टवेयरको तेस्रो महत्त्वपूर्ण विशेषता हो पेरोल प्रोसेसिङ अर्थात तलब विवरण सम्बन्धी प्रक्रिया। द अकाउन्टिङ सफ्टवेयर helps to prepare detail of the total payable amount based on the time worked by employee and laborers. अर्थात लेखा सम्बन्धी सफ्टवेयरले कर्मचारी तथा कामदारहरूले काम गरेको समयको आधारमा कुल पाउनुपर्ने ज्याला सम्बन्धी विवरण तयार गर्न सहयोग गर्दछ। रिपोर्टिङ अकाउन्टिङ सफ्टवेयरको चौथो महत्त्वपूर्ण विशेषता हो रिपोर्टिङ अर्थात प्रतिवेदनको तयारी। अकाउन्टिङ सफ्टवेयर assists in preparing financial statement and report based on the recording of various financial transactions that occurs in business. अर्थात लेखा सम्बन्धी सफ्टवेयरले व्यवसायमा भएका विभिन्न वित्तीय कारोबारहरूको अभिलेखका आधारमा वित्तीय विवरणहरू तथा प्रतिवेदनहरू तयार गर्नको लागि सहयोग गर्दछ। रिकन्सिलिएसन अफ बैंक अकाउन्ट्स अकाउन्टिङ सफ्टवेयरको पाँचौं महत्त्वपूर्ण विशेषता हो रिकन्सिलिएसन अफ बैंक अकाउन्ट्स अर्थात बैंक खाताको हिसाब मिलान। अकाउन्टिङ सफ्टवेयर परफर्म द टास्क अफ फाइन्डिङ द एक्चुअल फाइनेन्शियल पोजिसन अफ अ बिजनेस। लेखा सम्बन्धी सफ्टवेयरले व्यवसायको वास्तविक बैंक मोजदात पत्ता लगाउन विशेष रूपमा काम गर्दछ। यसरी अकाउन्टिङ सफ्टवेयरका पाँचवटा विशेषता लेख्न सकिनेछ। एक्सप्लेन द इम्पोर्टेन्स एन्ड एडभान्टेज अफ अकाउन्टिङ सफ्टवेयर अकाउन्टिङ सफ्टवेयरका महत्त्वहरू अथवा फाइदाहरू जे भने पनि यस प्रकार छन्। Following are the importance and advantages of computer accounting system. Number 1. Accuracy in accounting. Accounting software को पहिलो महत्त्व तथा फाइदा हो accuracy in accounting अर्थात लेखा तथ्याङ्कमा शुद्धता। Accounting software helps maintain accuracy in financial record by eliminating errors that may occur from human calculation. लेखा सफ्टवेयरले मानव गणनाबाट हुन सक्ने त्रुटि हटाएर लेखा अभिलेखमा शुद्धता ल्याउन मद्दत गर्दछ। कस्ट रिडक्सन अकाउन्टिङ सफ्टवेयरको दोस्रो महत्त्वपूर्ण फाइदा हो कस्ट रिडक्सन अर्थात लागत कटौती। द युज अफ कम्प्युटर अकाउन्टिङ मेक्स अकाउन्टिङ वर्क्स फास्टर एफोर्डेबल एन्ड इजियर व्हिच रिड्युस द अर्गनाइजेसनल कस्ट। लेखा सफ्टवेयरको प्रयोगको कारण लेखाको कार्य छिटो किफायती र सजिलो हुन्छ जसले लागतमा कमी ल्याउने कार्य गर्दछ। इन्क्रिज इन स्पिड अकाउन्टिङ सफ्टवेयरको तेस्रो महत्त्व अथवा फाइदा हो इन्क्रिज इन स्पिड अर्थात गतिमा वृद्धि। अकाउन्टिङ सफ्टवेयर हेल्प अ बिजनेस टु रेकर्ड फाइनेन्शियल ट्रान्जेक्सन क्विकली एन्ड इन्क्रिज प्रोडक्टिभिटी थ्रु अटोमेटेड प्रोसेस। लेखा सफ्टवेयरले व्यवसायको कारोबार अभिलेखलाई छिटो बनाउने र स्वचालित प्रक्रियाबाट बढाउन मद्दत गर्दछ। एक्युरेसी इन फोरकास्टिङ अकाउन्टिङ सफ्टवेयरको चौथो महत्त्व अथवा फाइदा हो एक्युरेसी इन फोरकास्टिङ अर्थात पूर्वानुमानमा यथार्थता। अकाउन्टिङ सफ्टवेयर इज कन्सिडर्ड इम्पोर्टेन्ट फर फोरकास्टिङ as it provides accurate information on financial transaction through reports। अर्थात लेखा सफ्टवेयरले आर्थिक कारोबारहरूको यथार्थ जानकारी प्रतिवेदन मार्फत प्रदान गर्ने हुनाले यो पूर्वानुमानको लागि महत्त्वपूर्ण मानिन्छ। अकाउन्टिङ सफ्टवेयरको पाँचौं महत्त्व अथवा फाइदा हो सेक्युरिटी अर्थात सुरक्षा। Financial data is the most valuable assets in a company since accounting software includes
various measures to protect such data। अर्थात वित्तीय तथ्याङ्क भनेको कम्पनीका सबैभन्दा बहुमूल्य सम्पत्ति हो। यस्ता तथ्याङ्कहरूलाई सुरक्षित राख्न लेखा सफ्टवेयरमा विभिन्न सुरक्षात्मक उपायहरू समावेश गरिएको हुन्छ। यसरी अकाउन्टिङ सफ्टवेयरका 5 वटा महत्व अथवा फाइदा लेख्न सकिनेछ। एक्सप्लेन द नीड और युजेज अफ अकाउन्टिङ सफ्टवेयर। लेखा विधि सफ्टवेयरको प्रयोगबारे व्याख्या गर्नुहोस्। फाइनेन्शियल कन्ट्रोल, वित्तीय नियन्त्रण। अकाउन्टिङ सफ्टवेयर इनेबल्स अ बिजनेस टु म्यानेज इट्स अकाउन्ट अटोमेटिकली। एज अ रिजल्ट इट कन्ट्रोल कस्ट अफ पेइङ अकाउन्टिङ प्रोफेसनल्स। लेखा सफ्टवेयर व्यवसायको खाताहरू स्वचालित रूपमा व्यवस्थित गर्न सक्षम हुन्छ। परिणाम स्वरूप लेखा विशेषज्ञलाई तिर्नुपर्ने खर्चको नियन्त्रण हुन्छ। इन्क्रिज इन इफिसियन्सी, दक्षतामा वृद्धि। अकाउन्टिङ सफ्टवेयर इन्क्रिज इफिसियन्सी बाई अटोमेटिङ फाइनेन्शियल टास्क, रिड्युसिङ एरर्स, स्पीडिङ अफ रिपोर्टिङ एन्ड सिम्प्लिफाइङ डाटा म्यानेजमेन्ट। अर्थात् लेखा सफ्टवेयरले वित्तीय कार्यहरू स्वचालित बनाउने, त्रुटिहरू घटाउने, प्रतिवेदन तयार गर्ने, गति बढाउने र डेटाको व्यवस्थापन सरल बनाउने माध्यमबाट कार्यक्षमता बढाउँदछ। सेक्युरिटी इन फाइनेन्शियल डाटा, वित्तीय तथ्याङ्कहरूको सुरक्षा। अकाउन्टिङ सफ्टवेयर हेल्प्स प्रोटेक्ट एन्ड सिक्योर अ बिजनेस फाइनेन्शियल डाटा फ्रम अनअथोराइजेसन युजर्स। लेखा सफ्टवेयरले व्यवसायको वित्तीय तथ्याङ्कहरूलाई अनधिकृत प्रयोगबाट सुरक्षित राख्न मद्दत गर्दछ। टेक अ राइट डिसिजन, सही निर्णय लिन। अकाउन्टिङ सफ्टवेयर प्रोभाइड्स एक्युरेट फाइनेन्शियल इन्फर्मेसन व्हिच हेल्प्स बिजनेस मेक टु राइट डिसिजन्स। लेखा सफ्टवेयरले सही वित्तीय जानकारी प्रदान गर्दछ जसले व्यवसायलाई सही निर्णय लिन मद्दत गर्दछ। प्रिपेयर रिपोर्ट्स, प्रतिवेदनहरू तयार पार्न। अकाउन्टिङ सफ्टवेयर एसिड्स द एक्युरेसी एन्ड इफिसिएन्टली प्रिपेयरिङ फाइनेन्शियल रिपोर्ट फर द बिजनेस। लेखा सफ्टवेयरले व्यवसायका लागि वित्तीय प्रतिवेदनहरू सही र प्रभावकारी रूपमा तयार गर्न सहयोग गर्दछ। यसरी अकाउन्टिङ सफ्टवेयरका 5 वटा प्रयोग लेख्न सकिनेछ। अकाउन्टिङको पार्ट 2 को लागि हेर्दै गर्नुहोला नयाँ पाठशाला। धन्यवाद।